हेलो नमस्ते। अहिले चाहिँ हामी यो स्वयम्भूको माथि छ ल हेर्नुहोस् एकदम अहिले चाहिँ अब रमाइलो छ। हिजो दिनभरि पानी परेको पनि आज चाहिँ पानी नपरेको हुनाले अनि धेरैजना पर्यटकहरू पनि आउनु भएको रहेछ। अनि यता हेर्नुहोस् अब हामी यता माथितिर घुम्न जान्छु, त्यताको पनि तपाईँहरूलाई देखाउँछु। अनि हामी यताबाट माथि जाँदैछु। हाम्रो एकजना साथी छ सानो नानी। कहाँ जाने हामी लोगन? कहाँ जाने? माथि जाने? त्यहाँ के छ त? पकाउनहरू छ? पकाउन हेर्न जानु हो? ल जाउँदैछु है। ओके। तिम्रो नाम के रे? तिम्रो नामै बुनु हो? बुनु? ल ठिक छ। हाम्रो साथमा एकजना नानी छ, उहाँको नाम चाहिँ बुनु रे। हामी ऊ माथि घुम्नु जानु रे नानीले भनेको। ल कहाँ कहाँ पुग्छ हेरौँ है। ल आहा ल हेर्नुहोस् यतातिर रमाइलो छ ठाउँ पनि। अझ त हिजो पानी परेको अझ नपरेको एकदम बेसरी रमाइलो भयो। हस् हो वाह माथि जाने र नगइनु हुनु र जान्छु। वाह काठमाडौँ ब्युटिफुल ब्युटिफुल काठमाडौँ हो। स्वयम्भूको डाँडा यता सरस्वती थान भन्छन्, मन्जुश्रीको त्यो हुने ठाउँ हो। यहाँ चाहिँ टक्क लगाएर हेर्नुहोस्। ओके यता मन्दिर छ, यतातिर भन्नेहरू छ, स्तूपहरू छन्, यतातिर घुम्ने ल हेर्नुहोस्। टाढोबाट जाने ल हेर्नुहोस्। एकदमै हेर्नुहोस्। यहाँ चाहिँ बेला बेलामा मन्दिरको पाउँ देखाउनुहुन्छ। अहिले सरस्वती थान भनियो। यतातिर ल हेर्नुहोस् स्वयम्भू। यो चाहिँ पहेँलो गुम्बा। त पहेँलो गुम्बा देख्छ अलिअलि के हो यो पहेँलो गुम्बा तेरगार गुम्बा देख्नुहोस्। वाउ ब्युटिफुल मोमेन्ट। ल आऊ अझ चाहिँ हामी स्वयम्भू डाँडा घुम्न आएको छु। हाम्रो एउटा सानो साथी छ, घुम्दै आउँदै यो स्वयम्भू डाँडाको यता पल्लोपट्टिको डाँडा यता मन्जुश्री डाँडा नै भनौँ, सरस्वती थान भन्छ यिनीहरूले। खास हाम्रो मन्जुश्री डाँडा नै भन्नु पर्यो। साह्रो माथि गुम्बा छ। गुम्बा अझै बेला बेलामा पूजाहरू भइरहन्छन्। ओके अनि यतापट्टि हामी जान्छु। ऊ तल फेरि एउटा स्तूप छ, पहिलाको एकदम वसुबन्धुको स्तूप है के भन्छन् मलाई स्पष्ट भएन। त्यो चाहिँ वसुबन्धुकै स्तूप भन्ने जस्तो लाग्छन्। अब त्यहाँ पुग्दैछौँ। यतापट्टिदेखि चाहिँ यो पारिपट्टिको त्यो नि रानीवन हो हो रानीवन लगायत यतातिर पनि वसुबन्धु स्तूपा। यहाँ दुईजना बाजे रहेछ, एउटा सानो बाजे एउटा ठुलो बाजे। ठुलो बाजे र सानो बाजे। यो चाहिँ वसुबन्धुको स्तूप नै हो कि के हो भन्छन्। पहिला उहाँ भारतबाट नेपाल आउनु हुँदाखेरि अनि यहाँ यतै बसेर ध्यान गर्नु भएको थियो अरे भन्ने इतिहासमा पाइन्छन्। सायद यो नै होला। पनि यसको एउटा इतिहास छ। इतिहास चाहिँ के हो भन्दाखेरि पहिला ल हेर्नुहोस् त बाटो यो चाहिँ के हो
के छ यहाँ ठाउँ ठाउँमा मूर्तिहरू पनि छ भगवानको नानीहरूले जान्छ स्तूपा यस्तो छ यत्रो सारा अगाडितर्फ बढाउँदैछु यताबाट चाहिँ हामी कहाँ पुग्छ त भन्दाखेरि यही ठाउँमा त्यो पानी परेको छ नि हवन बुद्धको भिजमा पोखरी बिचमा हुने ठाउँ त्यसपछि माथिपट्टि चाहिँ यो मन्जुश्रीको मूर्ति भएको ठाउँपट्टि पुग्छ ठ्याक्कै हामी ल आहा यहाँनिर फोटो खिच्नुपर्छ एउटा कति राम्रो के दामी छ सर ओके अब यहाँतिर चाहिँ फोटोहरू रहेछ कति राम्रो मधेसको फोटो खिच्दा एकछिन है एकछिन मान्छे जान दिनुहोस् हौ मान्छे जान दिनुहोस् वाह ब्युटिफुल मोमेन्ट कति राम्रो एकदम ठाउँ राम्रो ठाउँ पम्मानी पेमे हुँ यहाँ चाहिँ मन्त्रहरू जब गर्नुले सट्ट लजम माथि स्वयम्भू डाँडा आइपुग्यो ल हेर्नुहोस् बुद्ध धर्मावलम्बीहरूको चाहिँ एकदमै यो पवित्र तीर्थस्थल हो हेर्नुहोस् यताबाट अब चाहिँ अब माथि डाँडा स्वयम्भू डाँडातर्फ जाँदैछु भेरी गुड हाम्रो सम्पदा नेपालको यो चाहिँ अजिमा मन्दिर उता स्तूप स्वयम्भूको मेन यतातिर सानो सानो स्तूपहरू धेरै छन् कुन स्तूप उता विदेशीहरू छन् ल हेर्नुहोस् माने पेम हुँ के अहिले चाहिँ फाइनली हामी यो स्वयम्भू डाँडा आइपुगेको छु यता एकदमै शीतल एकदम ब्युटिफुल मोमेन्ट भनौँ अब यो चाहिँ एकदम एक्सन चाहिँ राम्रो छ ओके अहिलेको यतिखेर राम्रो रहेछ शीतल हुने गर्मी पनि छैन अनि घुम्न पनि रमाइलो स्वयम्भू डाँडा आइपुग्यो अब यहाँबाट उता काठमाडौँ चाहिँ अचल देख्छु ओमानी पेम ल हेर्नुहोस् काठमाडौँ त खतरा देख्छ यहाँबाट पुरै हेर्नुहोस् यस्तो सोलेट देख्दैछ गुम्बामा शङ्ख बज्यो बाँदरहरू टन्नै छ यता स्वयम्भूको डाँडामा आइपुग्यो आइज आमा बाँदर त क्या थियो यो चाहिँ तल भगवानबाट माथि आउने बाटो यता विदेशीहरू कति राम्रो मङ्की मङ्की ल काठमाडौँ सहर सारा ल हेर्नुहोस् तपाईँ ल यहाँ मङ्कीहरू कति हो ल हेर्नुहोस् मङ्की यो चाहिँ के अरे प्रताप स्तम्भ भन्दो रहेछ पहिलाको यो राजाको हटा यसरी है ल हेर्नुहोस् यताबाट सारा यसरी घुम्दै जानुपर्छ अब हामी स्वदेशी तथा विदेशी पर्यटकहरू टन्नै खाइरहेको छ एकदम रमाइलो टिपेमा एक पल्ट चाहिँ गर्नैपर्छ यति सकिन्छ यति ल हेर्नुहोस् बाँदर ल हेर्नुहोस् यतापट्टि बाँदरहरू छ अब
मान्छेहरू पनि भिडभाड छ यता चाहिँ यस स्वयम्भू चाहिँ आउनुपर्छ एकदम यो महत्त्वपूर्ण ठाउँ तीर्थस्थल हो स्वयम्भू बन्द भएको हुनाले स्वयम्भू भनेको हो यहाँ बत्तीहरू नेवार समुदायहरू चाहिँ अब यो भजन कीर्तन भन्ने ठाउँ विशेष गरी नेवार समुदायहरू अनि यो चाहिँ अजिमा भन्छन् सानो नानीहरू चाहिँ अजिमामा चाहिँ अजिमा यतातिर हिँड्दै जानुपर्छ ओमानी पेमेहुङलाई हेर्नुहोस् ठाउँ त दामी छन् हो ओमानी पेमेहुङमा श्रद्धालु भक्तजन विशेष गरी बौद्ध धर्मावलम्बीको भक्तजन र अन्य धर्मावलम्बी र स्वदेशी तथा विदेशी पर्यटकहरू चाहिँ यहाँ आउने गर्दछन् यो एकदमै ऐतिहासिक संसारकै सबैभन्दा पुरानो नै मान्नुपर्छ यो लाखौँ वर्ष पहिले स्वयं उत्पन्न भएको हुनाले यस स्तूपलाई चाहिँ स्वयम्भू भनेको हो स्वयम्भूको अर्थ नै स्वयं उत्पन्न भएकोले अनि यो लामा भाषामा चाहिँ फावासिङ्गुन भन्छन् भने अब नेपालीमा चाहिँ अब स्वयम्भू भन्छ है त बाँदरहरू नौतले धारा भन्छ नि त्यही हो काठमाडौँको यता चाहिँ यो कुन हो सैनिक मञ्च छाउनीको आर्मी ब्यारेक यताबाट नि के देख्छ त यहाँ आगो बलिरहेछ उता चोबार डाँडा यहाँबाट चोबार डाँडा यता कलाङ्गी यता थानकोट फेरि यहाँ चाहिँ आगो बलिरहेछ जुन आगो बलेको दियो बालेको होला आगो हेर्नुहोस् आहा काठमाडौँ यहाँबाट खत्तर देखाउँछ नि मान्छेहरू त्यहाँ डाँडामा गएर फोटो खिच्छन् हेर्नुहोस् राम्रो छ घुम्नुलाई एकदमसँग चङ्गा उडाएको छ चङ्गा उडाउँदै चङ्गा उडाएको बाबुले चङ्गा उडाएको कहाँ छ यहाँ डोरा चङ्गा त मलमै डाँड्दैछ चङ्गा त आकाश बिसाएको चङ्गाले ल नरवलको पानी ठन्डे नरवलको पानी तल आयो हेर्नुहोस् अब यहाँ चाहिँ यो फुल कति राम्रो फुल ल हेर्नुहोस् आहा आहा अहिले चाहिँ हामी यो स्वयम्भू डाँडामा आइपुगेको छु अनि स्वयम्भू डाँडाबाट हामी यस वरिपरिको सबै तपाईँहरूलाई देखाइरहेको छु अब हामी हेर्नुहोस् एकदम मौसम राम्रो छ शीतल छ गर्मी पनि छैन जाडो पनि छैन एकदम राम्रो भएको छ अहिले हिजो चाहिँ दिनभरि पानी परेर अलिकति मौसम त्यति ठिक थिएन अझै एकदमै धेरै राम्रो छ धन्यवाद कति राम्रो हराभरा उता डाँडा एकदम उता हरियाली वन जङ्गल उता अनि हरियो डाँडा तल सहर बजार त छ है धन्यवाद।